भनेको हैन, खैबाट दिनुभएको? लु अब यसको बनाइदिनु। यो चीज चाहिँ बजारबाट किनेर ल्याउनु भन्दा घरमै बनाउँदा पनि यस्तो राम्रो बनेर रेडी हुन्छ। मेरी छोरीलाई चाहिँ यो चीज एकदमै मन पर्छ हैन, अनि घरमा मलाई कतिचोटि बनाइदिनु भनी तर मैले मानेकै थिइनँ। आज चाहिँ उसैले कागती निचरेर दुधलाई बिगारिदिए अनि अब बनाइदिनै पर्यो भनेर मैले दुधलाई भित्र लिएर गए। सुरुमा चाहिँ काँचै दुधमा कागती या भेनेगरलाई हालेर मजाले घोलिदिनु होला, अनि त्यो दुधलाई चाहिँ एकछिन लगेर तताउनु पर्ने हुन्छ। आफूले सहन सक्ने गरेर तताइसकेपछि चाहिँ यो दुध र पानी चाहिँ छुटिन्छ। अनि मैले चाहिँ यसलाई धारामा लगेर मजाले नुन पानीमा 2-3 चोटि पखालेर ल्याएर कराईमा पकाउनको लागि राखिदिएको छु। यसलाई चाहिँ मैले चलाउँदै केही बेर मजाले पकाएको छु। कतिजना मान्छेहरूले चाहिँ भन्नुहुन्छ कि दुधलाई फटायो भने चाहिँ पनिर बन्छ भनेर, उमालेको दुधलाई फटायो भने चाहिँ पनिर बन्छ, तर काँचो दुधमा कागती हालेर मनतातो हुने गरी पकायो भने चाहिँ यो चीज बनेर रेडी हुन्छ। अब चाहिँ हाम्रो चीजबाट मजाले पानी सुकाइसकेपछि हाम्रो चीज चाहिँ खानको लागि रेडी भइसकेको छ। तपाईहरुले चाहिँ यसलाई सेलाएर स्टोर गरेर पनि राख्न सक्नुहुन्छ अनि आफूलाई चाहिएको समयमा निकालेर युज गर्न सक्नुहुन्छ। बजारमा महँगो हालेर चाहिँ चीज किन्नु भन्दा घरमै एकचोटि होममेड वाला चीज बनाएर चाहिँ ट्राई गर्नु होला। वाउ मम्मी, कस्तो राम्रो चीज बन्यो, म चाउचाउसँग खान्छु।